पहिलो भागमा सायोङ हादा औजार र सामान्य चीजबस्ती प्रयोग गर्नु, इयोङ हादा सार्वजनिक सेवा प्रयोग गर्नु, छाग्योङ हादा सेफ्टी पोसाक जस्ता प्रयोग गर्नु, सुदा चस्मा टोपी लगाउनु वा प्रयोग गर्नु, छग्योङ हादा निजी कुरा वा परिस्थिति अनुसार प्रयोग गर्नु। दोस्रो भागमा सिखिदा फोनबाट अर्डर गर्नु, छुमुन हादा प्रत्यक्ष अर्डर गर्नु। तेस्रो भागमा फुच्छिदा हुलाकबाट पठाउनु, फोनेदा हरेक कुराहरू पठाउनु, फेसङ हादा इएमएस वा कुरियर पठाउनु, छुल्हा हादा सामान पठाउनु। चौथो भागमा फुल्ली हादा प्रकार अनुसार फोहोर छुट्याउनु, फुल्ल्यु हादा आकार अनुसार औजार छुट्याउनु, सनबेल हादा अवस्था अनुसार छुट्याउनु, खुब्बेल हादा आकार र प्रकार अनुसार छुट्याउनु। पाँचौं भागमा छप्ता कागज वा कार्टुन पट्याउनु, खेदा कपडा पट्याउनु। छैठौं भागमा नङयक कार्यक्षमता, सिल्यक कौशल क्षमता। यस्ता अरू उपयोगी भिडियोहरू हेर्न कृपया स्मार्ट नेपाल आईलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।